बाबु पर्ख, एकैछिन ध्यान देऊ। म लक्ष्मी माता तिमीलाई वचन दिन्छु। आउने 41 दिनमा तिम्रो सबै मनोकामना पूरा हुनेछ। तिमी महिनाको लाखौं कमाउँछौ तर पैसा बच्दैन। ऋणले डुबिराखेको छौ, व्यापारमा लगातार घाटा मात्रै लागिरहन्छ भने यो भिडियोले तिम्रो जीवन परिवर्तन गर्न सक्छ। आउने 41 दिनमा तिम्रो सबै कष्ट समाधान हुनेछन्। के तिमी पनि यस्तै अवस्थामा छौ? महिनाको 2-3 लाख रुपैयाँ कमाउँछौ तर एक पैसा पनि बच्दैन। ऋणको बोझले निद्रा नै हराइसकेको छ। व्यापारमा ठूलो लगानी गरेको छौ तर फाइदा देखिँदैन। जता हेर्यो त्यतै घाटा नै घाटा। युट्युब, फेसबुक सबैतिर खोज्यौ तर कुनै उपाय काम लागेन। यदि यो तिम्रो कथा हो भने ध्यान दिएर सुन। के तिमीलाई थाहा छ यसको वास्तविक कारण के हो? यो केवल व्यापारिक समस्या होइन, यो ज्योतिषीय दोष हो। अनिष्ट ग्रहहरूको प्रभाव, पैतृक कुल देवताको रुष्टता, वाणीबाट सिद्ध भएका भूत प्रेतहरूको बाधा, जन्मजात ग्रह दोषहरू, यी सबै मिलेर तिम्रो भाग्यलाई रोकिराखेको छ। तर तिमी चिन्ता नलेऊ। आज म तिम्रो लागि लाल किताबबाट एउटा महाशक्तिशाली उपाय लिएर आएको छु। यो उपाय गर्नाले व्यापारमा रातारात वृद्धि हुन्छ, ऋणबाट सधैँको लागि मुक्ति हुन्छ, मनमा शान्ति र सुख प्राप्त हुन्छ, भाग्य चम्कन थाल्छ, सबै ग्रह दोष अन्त हुन्छ र देवी देवताको कृपा प्राप्त हुन्छ। यो उपाय 41 दिनसम्म लगातार गर्नुपर्छ। ध्यानपूर्वक सुन। सबैभन्दा पहिले तिमीलाई चाहिने सामग्रीहरू: आधा किलो गुड, कालो तिल, सेतो तिल, 5 किलो आटा र एउटा भोजपत्र कागज चाहिन्छ। अब विधि सुन। पहिलो चरणमा भोजपत्रमा आफ्ना सबै मनोकामना स्पष्ट रूपमा लेख। पैसाको समस्या समाधान, ऋणबाट मुक्ति, व्यापारमा वृद्धि, परिवारमा सुख शान्ति, जे जति चाहन्छौ सबै लेख। दोस्रो चरणमा आटाको डल्ला बनाएर त्यसमा अलिकति गुड मुछ, कालो तिल, सेतो तिल पनि राख र लेखेको भोजपत्र आटाको डल्लाभित्र राख। तेस्रो चरणमा यो तयार भएको डल्ला गाई मातालाई खुवाऊ। याद राख, यो उपाय 41 दिनसम्म लगातार गर्नुपर्छ। यो उपाय यति शक्तिशाली छ कि 41औं दिनमा तिमीले आफै अनुभव गर्नेछौ। व्यापारमा अप्रत्याशित वृद्धि हुन्छ, रोकिएको पैसा फिर्ता आउन थाल्छ, नयाँ अवसरहरू आफै आउन थाल्छन्, मानसिक शान्ति र आत्मविश्वास बढ्छ, पारिवारिक सुख र समृद्धि प्राप्त हुन्छ। यो केवल मेरो भनाइ होइन, यो लाल किताबको प्रमाणित उपाय हो। कापी कलम लेऊ र यो उपाय नोट गर। यो भिडियो लाइक र शेयर गरी कमेन्टमा लक्ष्मी माताको जय लेखेर आफ्नो विश्वासलाई जगाऊ। पेज फलो गर्न नभुल। यो भिडियो शेयर गरेर अरूको पनि जीवन बदल्न सहयोग गर।